हजुर हामी यो असार 15 आउँछ धान दिवस मनाउने गर्छौँ। यो स्वाभाविक हो, तर अब हाम्रो क्रियाकलापले जो धान भन्ने छ अब नधान भन्ने जस्तो हुन सक्छ। किनभने हाम्रो उत्पादन घट्दै जाने हैन, हाम्रो उत्पादन घट्दै जाने, हामीले घर बस्तीहरू बढाउँदै जाने। एउटा घरले पुगेर पनि मेरो त बजारमा 5वटा घर छ भन्ने धाक दिने हैन। जुन हामी गरिरहेका छौँ क्रियाकलाप यो आफैमा घातक छ। किनभने भोलि हामी कोरोनाको बेलामा हामी सहरमा कति बसेका थियौँ र पछि गएर गाउँमा कति गयौँ। हाम्रा बाँझा बारीहरू त्यस बेला खनिएका थिए। त्यसैले सबभन्दा ओझेलमा पर्ने भनेको धान बाली नै भएको छ। जानुहोस् हाम्रो बाक्सौर नगरपालिकाको वडा नम्बर 9 मा जानुहोस्, 8 मा जानुहोस्, त्यहाँ दिन प्रतिदिन जङ्गलहरू बारीहरू बढ्दैछन्। किनभने त्यहाँ सुन्तला खेती, आलु खेतीहरू बढिराखेको छन्। त्यहाँ आत्मनिर्भर हुने मान्छेहरू भयो कि भएन, तर हामी यहाँ आत्मनिर्भर हुन्न कि भोलि धान्न नसक्ने स्थितिमा हामी पुग्छौँ। त्यसैले जब जहाँ हामी प्राण बचाउने एउटा उत्पादनशील ठाउँमा हामी घर बनाएर बस्छौँ। घर त हामी त्यो डाँडामा गएर पनि बसेर बस्न सकिन्छ नि त। किन यहाँ यो बस्नुपर्ने? यहाँ त खेती गरौँ, तरकारी खेती गरौँ, विभिन्न उत्पादन हुने चिजहरू लगाउँ, अनि अब हामी आत्मनिर्भर हुन्छौँ। घर बनाएर आत्मनिर्भर अर्काको भाडा खाएर त हामी निर्भर हुन्न होला। सायद हामी खानुपर्ने त अन्नपानी नै हो। त्यसैले एउटाले मात्रै गरेर होइन, यो राज्यले त्यो नीति नै बनाउनुपर्छ ताकि हाम्रो माग के हुन्छ त? राम्रो खेतीयोग्य जमिन छ भने त्यसलाई बस्ती गराऊ भन्ने, आवास क्षेत्र बनाऊ भन्ने, अनि हाम्रो पहिलेदेखि जोतखन गर्दै आएको ठाउँहरूलाई जङ्गल क्षेत्र बनाइदियो भन्ने, अनि हाम्रो कसरी प्रगति हुन्छ? त्यसैले हामी आत्मनिर्भर हुनलाई हाम्रो जग्गा जमिनलाई बाँझो नराखौँ, हामी उद्यमशील बनाऊ। खै हामी एकदम सुविधा भयो, हामीलाई अब गोरु पाल्नु पर्दैन भनेर हामी मेसिन ल्याएछौँ, अनि मेसिनले मात्रै जोतेर त हुन्न नि त, मल त हाल्नु पर्ला त। त्यसैले हामीले भैँसी पालौँ, धेरै होइन एउटा भैँसी त हामी पाल्न सक्छौँ त। हामी अब हाम्रो यो सल्यानमा यो चलन छैन। हेर्नुहोस् स्याङ्जातिर हाम्रो सिडिओ साहबको गाउँ घरतिर प्रत्येक घर सिडिओ साहब पनि हुनुहुन्छ, एउटा होइन 2-3टा पनि हुनुहुन्छ, तर उहाँहरूले भैँसी पाल्नु भएको हुन्छ घरमा। त्यसैले हामी श्रीमान विदेश गएको छ खाडीमा, श्रीमती बजार आएको छ, घरबारी बाँझै छ, अनि श्रीमानले कमाएको पैसाले हामी कसरी हामी सबै आत्मनिर्भर हुन सक्छौँ त? त्यसैले हामीले पनि केही गर्नुपर्छ। हामीले घर छोड्नु हुँदैन, हामीले जग्गा बाँझो राख्नु हुँदैन भन्ने जो हाम्रो यो धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता भन्ने नारा यसैबाट नै बनाएको हो। त्यसैले आजको यो 22औं जुन धान दिवस हो, यो पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै र यहाँहरूले जुन धान यो रोपाई दिवसमा यहाँ 2-4 शब्द राख्ने अवसर दिनुभयो, प्रमुख अतिथिको रूपमा यहाँ बोल्ने मौका दिनुभयो, यो आयोजक सबै 3वटा कार्यालय र सहकार्यमा शिवजन मावि शीतलपानीलाई विशेष धन्यवाद दिँदै मेरा 2 शब्द टुङ्गाउँछु। हवस् त, नमस्कार। यो धान दिवस किन मनाइएको हो, कसरी मनाइएको भन्ने कुरा पूर्ववक्ता आदरणीय व्यक्तित्वहरूले भनिसक्नु भएको छ। म त्यो कुरालाई उहाँहरूको भनाइलाई समर्थन गर्दै आगामी दिनमा पनि खेतीयोग्य जमिन बाँझो रहन दिन हुँदैन र खेतीयोग्य जमिनमा घर बनाउन हुँदैन भन्ने कुरा म राख्न चाहन्छु। किनभने अहिले त हामीलाई महसुस छैन, हामीले महसुस गरेका छैनौँ। जब कुनै दिन यस्तो महामारी आउनेछ, कोरोना जस्तै महामारी 5-10 वर्ष चल्दै गयो, अथवा अन्य राष्ट्रहरूले नाकाबन्दी गरिदिए, हाम्रो देशमा खाद्यान्न आउन पाएन, ठुल्ठुला युद्धहरू भयो भने त्यति बेला जमिनको महत्त्व हुनेछ। त्यति बेला आफैले आफ्नो ठाउँमा आफै उत्पादन गरेर आफै खान पर्ने परिस्थिति आयो भने अहिले त बोराका बोरा चामल आउँछन्, हामीलाई धान बालीको हामीले त्यति महत्त्व देखेका छैनौँ। आफ्ना खेतीबाली जमिनहरू बाँझो राखेर सहरतिर बस्ने, खेतीयोग्य जमिनमा घर बनाउने
खालका हामीले क्रियाकलाप गरेका छौँ। भोलिका दिनमा यस्ता सङ्कटकालीन अवस्था आयो भने त्यति बेला जमिनको महत्त्व हुनेछ, ताकि खेतीयोग्य जमिनमा घर बनाइयो भने डाँडा पाखाका उर्वरा उत्पादन नहुने जमिनहरू खाली छोडेर खेतीयोग्य जमिनमा घर बनाएर बस्न थाल्यौँ भने भोलि हामी भोकै मर्न पर्ने अवस्था पनि नआउला भन्न सकिन्न। भोलिको दिन कसैले पनि जानेको छैन। आज हामी यो कुरामा ठिक छौँ र भोलि पनि यसै चलिरहला भन्न सकिँदैन। भोलि विभिन्न खालका परिस्थिति आउन सक्छन्, विभिन्न खालका विश्वयुद्धहरू हुन सक्छन्। त्यति बेला हामी हाम्रो उत्पादनले हामी आफैमा आत्मनिर्भर हुनुपर्छ, आत्मनिर्भर नेपाल हुनुपर्छ, आत्मनिर्भर सल्यान जिल्ला हुनुपर्छ, आत्मनिर्भर शारदा नगरपालिका हुनुपर्छ भन्ने कुरा राख्न चाहन्छु। र हामीले यो खेतीयोग्य जमिनमा प्लटिङ गर्न हुँदैन है, सरकारबाट पाउने सुविधाहरू तपाईँहरू केही पनि पाउनुहुन्न भन्दै जबरजस्ती जुन खालको प्लटिङ गर्ने रातारात बाटोहरू छिराउने प्रयास गरिएको छ त्यसमा हाम्रो ध्यानाकर्षण त भएकै छ। आगामी दिनमा पनि कहीँ कतै यस्तो कसैले योजना बनाउनु भएको छ, खेतीयोग्य जमिन मास्नतिर लाग्नु भएको छ भने कृपया त्यो नगरिदिनु होला भन्ने पनि मैले अनुरोध गर्न चाहन्छु। र यो 22औं धान दिवसको भव्य सफलताको शुभकामना दिन चाहन्छु। म आफै पनि किसानको छोरी, किसानको बुहारी र अब केही समय राजनीतिकमा भए तापनि सधैँ राजनीति गरेर खाने कुरा पनि होइन। म आफै स्वयं पनि अब भोलिका दिनमा कुनै पदमा रहेन भने म आफै पनि कृषि गर्ने हो। त्यसैले यहाँहरू सबैजनालाई म यहाँ उपस्थित जति पनि हुनुहुन्छ, यदि तपाईँहरूको कहीँ कतै खेतबारीहरू बाँझो जमिन छ भने कृपया आफ्नो जमिन बाँझो नराख्नु होला, थोरै भए पनि उत्पादन गर्नु होला। यो खेतीमा काम गर्यो भने एक त आफ्नो चाहिँ स्वास्थ्य पनि ठिक हुन्छ, अर्कोतिर उत्पादन पनि हुन्छ। बिहान सडकमा दगुर्नु पर्दैन खेतबारीमा काम गर्यो भने। त्यसैले जति हामी अल्छी गर्छौँ त्यति नै रोगी भइन्छ। त्यसैले चाहिँ काम गर्न आवश्यक छ, हाम्रो स्वास्थ्यको लागि पनि, खानलाई पनि र स्वास्थ्य बनाउनलाई पनि काम गर्न आवश्यक छ भन्ने कुरा राख्न चाहन्छु। र धेरै कुरा भन्नुभन्दा पनि अब हतार भइसकेको छ, हामीलाई रोपाइँ गर्न हतार भएको छ है, अनि दही चिउरा खान पनि हतार भएको छ। यति भन्दै यो 22औं धान दिवसको भव्य सफलताको शुभकामना दिँदै जय कृषि, जय किसान, जय नेपाल। अब अघि प्राविधिक विषयबाट हामीले जान्न पाएका छौँ हाम्रो यो धानको उत्पादनको घनत्व अझै बढाउँदै लैजानु पर्ने छ। हामी यो घरहरू बढ्दै जाँदाखेरि जग्गा साँगुरिन गएको छ। यसको समाधान भनेको एक त नीतिगत रूपमा खेतमा घर बनाउन कसरी नदिने होला, कसरी रोक्ने होला, तिनै तहको सरकारले सोच्नुपर्ने विषय हो भने अर्कोतिर उपलब्ध भएको जग्गा बाँझो नराख्ने र त्यहाँ लगाएको धान बाली लगायत अन्य बालीहरू पनि थोरै एरियामा धेरै प्रतिफल आउने गरी त्यसलाई प्रोडक्टिभिटी बढाउने भन्छ, सघनता बढाउने भनेको पनि त्यही नै होला। त्यो बढाउने ढाँचामा हामी जान जरुरी छ। हामीले परम्परागत रूपमा धान्दै आएको धान खेतीलाई सुधार गर्दै अगाडि बढ्नको लागि सहकारी पिएमएएमपी लगायतले आफ्नो अभियानमा अगाडि बढ्नु भएको छ। उहाँहरूको कामको पनि सराहना गर्दै आजको दिनबाट हामी अझै बढी यसमा चिन्तन गरौँ, कसरी उत्पादन बढाउने, हाम्रा युवा जनशक्तिलाई कसरी यसमा लगाउन सकिन्छ, किसानको सम्मान कसरी हुनसक्छ, श्रमको सम्मान कसरी हुनसक्छ, उहाँहरूलाई समस्या पर्दा कसले सपोर्ट गर्ने, यो सबै कुरामा हामीहरू राजनीतिज्ञको रूपमा अथवा कर्मचारी तन्त्रको रूपमा अथवा नागरिक समाजको रूपमा जुनसुकै क्षेत्रमा रहे भएको भए तापनि हामीले खानुपर्ने त भातै हो। त्यसकारणले हामी नेपालीको जातले भात खानै पर्ने भएको हुनाले पनि यसको उत्पादनलाई बढाउनको लागि हामी सबैले चिन्तन गरौँ, यसमा केही न केही भूमिका निभाउँ, कार्यक्रमहरू संलग्न गरौँ भन्ने आग्रह गर्न चाहन्छु। र फेरि पनि धान दिवसले हामीलाई यो प्रेरणा दियोस्, फेरि पनि भव्य रूपमा धान दिवस मनाउने अवसर पाइयोस् भन्ने आग्रह गर्दै फेरि पनि शुभकामना दिएर मेरो 2 शब्द टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार। हाम्रो नारामै केही कुरा लुकेको छ। धान दिवस, धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता। यहाँ केही शब्दहरू छन्, यिनका पनि केही अर्थहरू छन्। यो नारा यत्तिकै प्रयोग हुँदैन। नाराको पनि एउटा उद्देश्य हुन्छ, सरकारको नीति हुन्छ, सरकारको कार्यक्रमको प्राथमिकता हुन्छ, कुन लयमा सरकार जाँदैछ, कुन तरिकामा सरकार जाँदैछ भन्ने कुरा यो नाराले पनि हामीलाई एउटा दिशानिर्देश गरेको हुन्छ। त्यसै कारणले आगामी वर्षको धानलाई चाहिँ हामीले अलिकति सघन रूपमा अगाडि बढाउने, सघन धान
सघन खेती प्रविधिलाई अलिकति अवलम्बन गराउने र यसले गर्दाखेरि प्रति इकाइ क्षेत्रफलमा हाम्रो उत्पादन चाहिँ बढाउने, प्रति इकाइ खेतमा चाहिँ हाम्रो उत्पादनलाई बढाउने र उत्पादकता वृद्धि गर्ने हामीले लक्ष्य लिएका छौँ। त्यही लक्ष्यलाई पूर्ति गर्दै खाद्य सुरक्षा र आत्मनिर्भरताको बाटोमा यो देशलाई पुर्याउने जुन सङ्घीय सरकारले लक्ष्य लिएको छ त्यसैको लाइनमा हामी पनि आज यहाँ जुटेका छौँ। यो जुट्दै गर्दा यो दिवस मनाउँदा यहाँ जम्मा भएर धान उत्पादन बढ्ने त पक्कै होइन। केही साथीहरूले कमेन्ट पनि गर्नु होला। यहाँ उपस्थित हुँदैमा यहाँ दुईवटा कुरा शब्द राख्दैमा माइक समात्दैमा उत्पादन बढ्ने पनि होइन, उत्पादकता बढ्ने पनि होइन, तर यसले एउटा राष्ट्रिय महत्त्व दिएको बाली हो भन्ने कुराको प्रसार गर्नलाई, यस धान बालीको खेतीमा सबैको अपनत्व बढाउनलाई र खेती गर्ने मान्छेहरूको सम्मानको लागि पनि यो दिवस हामीले यसरी मनाउन गइरहेका छौँ। यो दिवसको एउटा साङ्केतिक अर्थ रहन्छ। यसले उत्पादन बढाउने भन्दा पनि यसले साङ्केतिक रूपमा कृषकहरूलाई जागरुक बनाउने, हाम्रो नारा यो छ र सरकारको प्राथमिकता यतातिर छ भन्ने कुरामा कृषकहरूलाई जागरुक गराउने। नयाँ भाइ बहिनीहरू हुनुहुन्छ, विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूलाई धान खेतीको महत्त्व, देशमा धानले पुर्याएको अर्थतन्त्रमा पुर्याएको योगदान र यस जिल्लामा धानले हाम्रो अर्थतन्त्रमा, हाम्रो जीविकामा, हाम्रो संस्कारमा, हाम्रो आर्थिक उपार्जनमा के भूमिका खेलेको छ भन्ने विषयमा हाम्रो भाइ बहिनीहरूलाई पनि जानकारी गराउने उद्देश्य राखिएको छ। त्यसै कारणले पनि हामी आज यो दिवस मनाउन गइरहेका छौँ। जिल्लामा करिब हामी अहिले 6000 हेक्टरमा धान खेती गर्छौँ। त्यसबाट पनि हामीले अहिले उत्पादकता हेऱ्यौँ भने 4.7 मेट्रिक टन प्रति हेक्टर उत्पादकता गरिरहेका छौँ, जुन चाहिँ सङ्घीय सरकारले जारी गरेको डेटा, जो देशभरिको औसत डेटाभन्दा हामी अझै अगाडि छौँ। यो एउटा गर्वको कुरा पनि हो। तर गर्वको कुरा सँगसँगै अन्य देश, छिमेकी देशहरूको तुलनामा हामी निकै पछाडि छौँ। त्यो पनि एउटा सोच्नुपर्ने विषय र अझै अगाडि बढ्नुपर्ने विषय छ। छिमेकी देशहरूमा 6, 7, 8 को रेन्जमा उत्पादकता भइरहँदाखेरि हामीले निकालेका जातहरूमा पनि हामीले सिफारिस गरेका, हाम्रा अनुसन्धान केन्द्रहरूले सिफारिस गरेका जातहरूको जातीय प्रदर्शन हेऱ्यो भने 6, 7, 8, 9 मेट्रिक टन प्रति हेक्टर देखिन्छ। तर वास्तविक उत्पादन हेर्दाखेरि औसत उत्पादनमा हामी 4.2 को रेसियोमा हामी अल्झिरहेका छौँ। त्यसलाई बढाउनलाई पनि हामीले सघनता बढाउनु पर्ने, सघनता बढाएपछि बल्ल आत्मनिर्भरताको बाटोमा हामी अगाडि बढ्छौँ भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको छ। यस कार्यक्रममा पाल्नुभएका सम्पूर्ण अतिथि महानुभाव एवं उपस्थित सम्पूर्ण भाइ बहिनी तथा कृषक महानुभावहरूमा पुनः मेरो धन्यवाद सहित यस कार्यक्रमलाई भव्य सभ्य रूप र व्यवस्थित रूपमा सम्पन्न गर्न अझै थप कार्यक्रम अगाडि बढाउन पनि सहयोग गर्नुहुनेछ। खास गरी हाम्रो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन अन्तर्गत हालसम्म चाहिँ सल्यान जिल्लामा 4वटा जोनहरू सञ्चालनमा रहेका छन्, जसमा चाहिँ सल्यान जिल्लाका 10वटा पालिका मध्ये चाहिँ 7वटामा चाहिँ हाम्रो विभिन्न किसिमका तरकारी जोन, धान जोन, सुन्तला जोन र त्यसै गरी अदुवा बेसार जोनहरू सञ्चालनमा रहेको कुराहरू यहाँहरूलाई जानकारी गराउँदछु। र जोन अन्तर्गत जोनले विभिन्न सम्भागहरूमा चाहिँ अनुदान कार्यक्रमहरू अथवा सेवा प्रवाहहरू दिने गरेको छ, जसमा चाहिँ साना सिँचाइ तथा पूर्वाधार निर्माणतर्फ दिने गरेको छ। विभिन्न जोनहरूमा भने विभिन्न बालीहरूको क्षेत्र विस्तारको लागि पनि अनुदानहरू, बिउ बिजनहरू दिने गरेको छ र विभिन्न यो कृषि उत्पादन लागत र समयको चाहिँ लागत घटाउनलाई चाहिँ विभिन्न किसिमका यन्त्र उपकरणहरू पनि हाम्रो प्रधानमन्त्री कृषि परियोजना कार्यान्वयन इकाइ सल्यानले दिँदै आएको छ। र यसबाहेक हाम्रो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सल्यानले रुकुम पश्चिमका 3वटा जोनहरूमा पनि कार्य गर्दै आएको छ, जसमा चाहिँ तरकारीको बिउ बिजन जोन छ, बिउ उत्पादन जोन छ, त्यसै गरी मकैको बिउ उत्पादन जोन छ र त्यसै गरी ओखरको जोन पनि हाल चाहिँ अहिले सञ्चालनमा रहेको छ। र यी जोनहरूमा चाहिँ विभिन्न किसिमका बिउ बिजन क्षेत्र विस्तारको लागि बिउ बिजनदेखि साना सिँचाइ तथा पूर्वाधार निर्माण कार्यदेखि लिएर कृषिलाई प्रविधियुक्त बनाउनको लागि चाहिँ विभिन्न किसिमका यन्त्र उपकरणहरू चाहिँ हाम्रो कार्यालयबाट प्रदान गरेको यहाँहरूलाई चाहिँ जानकारी गराउँदछु। र विभिन्न विद्यालयहरूसँग पनि विद्यालयसँगको साझेदारी कार्यक्रमहरू पनि सञ्चालन गरेको कुराहरू पनि यहाँहरूलाई जानकारी गराउँदछु। यो वर्ष पनि विद्यालयसँगको साझेदारीमा 5 लाख भनेर चाहिँ बजेट विनियोजन भएकोमा विद्यालयले साझेदारी गर्न चाहिँ असक्षमता देखाएको कारणले गर्दाखेरि
सो बजेटलाई चाहिँ हामीले अभ्यर्पण गरिसकेका छौँ। जो कार्यक्रमहरू सञ्चालन हुन सकेका थिएनन् ती कार्यक्रमहरूको बजेट चाहिँ हामीले अभ्यर्पण गरिसकेका छौँ भन्ने कुराहरू यहाँहरूमा पनि जानकारी दिन चाहे। अन्नदाता हामी मानिसलाई चाहिने सबैभन्दा धान सबैभन्दा भात हामी अझ सल्यानको परिवेशमा हामी प्रायः भात खान्छौँ। तर हामी हेर्छौँ सल्यान जिल्लाको चाहे त्यो मर्म बेसीको फाँट होस्, चाहे बनकार बेसीको फाँट होस्, चाहे कलकल बगेको शारदा नदीको फाँट होस्, धानका बालाहरू लहलाउँदा हाम्रो सल्यान जिल्लामा आत्मनिर्भर धानमा गराउन सक्छौँ सक्दैनौँ यो 10वटै पालिकाहरूले सोच्नुहुनेछ। र विभिन्न कार्यालय प्रमुखहरूले पनि यो विभिन्न योजनाहरू बनाउँदाखेरि योजना तर्जुमा गोष्ठीहरूमा खास धान दिवस खास धान खाद्य बाली हो। हामीलाई चाहिन्छ भने यो खाद्य बालीको लागि हामीले के आवश्यक पर्छ, रैथाने धानको बिउहरू कहाँ पाउँछ, सल्यानमा उत्पादन गर्न सक्छौँ सक्दैनौँ, विभिन्न गुणस्तर हाइब्रिड बिउहरू उत्पादन गर्न सक्छौँ सक्दैनौँ, यो कार्यालयहरूले ध्यान दिनुपर्ने देखिन्छ। र यहाँ हामी सल्यानमा अहिलेसम्म पनि त्यस्तो खालको धानको बिउहरू उत्पादन गर्ने खालको देखिएको छैन। मूल बिउ उत्पादनको लागि हामी सबै लागौँ जस्तो लाग्छ र यसको लागि मेरो सुझाव मात्रै। अर्को विशेष गरी हामी धान बाली आज रोपाई दिवसमा छौँ। रोपाई रोप्दै गर्दा मानु रोपेर मुरी फलाउने, जब मानु रोप्छौँ मुरी फल्छ भने त्यो मुरीले हामी सबैको आत्मालाई सन्तुष्टि दिन्छ, खाना आहार बिहारको लागि एउटा खुराकको माध्यम बन्छ। त्यो हुँदाहुँदै पनि हामी कता कता धान बाली हुने खेतीयोग्य जमिनहरूमा घर हालेर अव्यवस्थित गर्दैछौँ। यसको बारेमा कसरी हुन्छ यो रोक्ने खालको वातावरण गरौँ। यदि होइन भने यी फाँटहरू सबै घरेलीमा जानेछन्, तब हामी धान दिवस मनाउने खेतहरू भोलि घरका छतहरू बन्नेछन्। ती धान दिवस मनाउने आज यत्रो जमघटले यो सोचियोस्। यो कुरा मैले सबै कार्यालय प्रमुखहरूलाई निवेदन गर्न चाहेँ। र मैले धेरै कुरा गर्नुभन्दा हामीले यो फिल्डको हिसाबले शिवजुन माध्यमिक विद्यालय अन्तर्गतको यो फिल्डमा हामी विशेष गरी प्रमुख अतिथि लगायत प्रमुख कार्यालय प्रमुखका सम्पूर्ण अतिथिज्यूहरूबाट यहाँ यो फिल्डमा हामी धान रोपाईको उद्घाटन गर्छौँ भने हामीले धान प्रतियोगिता विशेष गरी कृषि विकास कार्यालय प्रमुखजीले एउटा प्रस्ताव ल्याउनु भयो। हामी मिटिङमा थियौँ, छलफल गऱ्यौँ र त्यो प्रस्तावमा के भन्यौँ भने धान रोप्ने मात्रै होइन, रोप्ने तरिका के हो, रोप्दाखेरि छिटो छरितो रोप्न सक्छौँ सक्दैनौँ। हाम्रा प्राविधिक शिक्षालयमा हाम्रा विद्यार्थीहरू कृषिका विद्यार्थीहरूले कस्तो खालको रोपाई हामीले रोपाइराखेका छौँ, रोप्न सक्छौँ सक्दैनन्। यदि भोलि ती प्राविधिकहरू प्रशिक्षक बन्दाखेरि आफैको त्यो ट्रेनिङ हुन्छै हुँदैन भनेर हामीले एउटा प्रतियोगिता पनि राखेका छौँ। त्यो प्रतियोगिता हामीले तलको फाँटमा राखेका छौँ र सायद प्राविधिक सरहरू त्यहाँ उपस्थित भइसक्नु भएको छ। र अब हामी पछाडि यो धान रोप्दै गर्दा हामीले दही चिउराको व्यवस्थापन यहाँ तल गरेका छ। त्यो दही चिउराको व्यवस्थापनको लागि केही टिमलाई अहिले खटाउँछौँ र त्यो व्यवस्थापन गर्नुहुनेछ। सँगसँगै यहाँ वरिपरि गत वर्ष र अलि अघिल्लो वर्षहरूमा वरिपरि फिल्ड खाली हुन्थ्यो। त्यो फिल्ड खाली भएको बेला जता दौडे पनि हुन्थ्यो, हिलो छापे पनि हुन्थ्यो। तर आज फिल्ड हाम्रो थोरै मात्रामा छ। यो फिल्डमा हामीले अनुशासित हिसाबले हामी मथल्नुमा ऐसेलुको काँडाहरू लगाइसक्नु भएको छ एकजना किसानले र हामी यतातिर हेरिरहेका छौँ। कहिलेकाहीँ हामीले आफ्नो काम गर्दै गर्दा अरूको नोक्सानी हुँदा तपाईँ हामीले गाली खाने काम नगरौँला। यो कुरा पनि मैले तपाईँहरूलाई सुझाव गर्दै मैले धेरै विषय राख्नुभन्दा धान उत्पादन हुने खेतीयोग्य जमिनको संरक्षण गरौँ। धान दिवस एउटा धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता भन्ने नारा जे बोलेको छ व्यवहारमा प्रयोग गरौँ। यही व्यवहारमा प्रयोग गर्ने आशा विश्वासका साथ देश विदेशमा रहनुहुने दाजुभाइ दिदीबहिनीहरूमा धान दिवस यो कार्यक्रमबाट हामी सबैलाई हार्दिक स्वागत गर्दै मेरा भनाइ बन्द गर्दछु। जय किसान, जय कृषि, धन्यवाद, नमस्कार। लगाउने मुख्य धानहरूमा रामधान, खुमल धान, हतिना 6 र सुक्खा धान रहेका छन् भने चैते धानमा CH 45
धान बढी प्रचलित रहेको छ। त्यसै गरी हाइब्रिड धानहरूमा G10 उपज र US सिरिजहरू चाहिँ प्रचलित रहेको देख्न सकिन्छ। 22औं राष्ट्रिय धान दिवसको कुरा गर्दा यसको मूल नारा भनेको धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता रहेको छ र यसमा चाहिँ सघनता भन्ने नयाँ शब्द हामीले सुन्न सक्छौँ। यो शब्द चाहिँ करिब 1960 को दशकमा हेनरी डी लौनेनी भन्ने एक वैज्ञानिकले चाहिँ यसको चाहिँ यस शब्दलाई उनले सुरु गरेका हुन्। यस सघनताको अर्थ के हो भन्दाखेरि हामीले कुनै पनि निश्चित भूभागमा चाहिँ धेरै धान उत्पादन गर्ने, त्यसका लागि हामीले गर्नुपर्ने क्रियाकलापहरू केही फरक हुन्छन्, जसमा हामीले कलिलो बेर्ना रोपिने गरिन्छ, 14-15 दिनको बेर्नाहरू रोप्ने र हामीले चाहिँ परम्परागत रूपमा 2-3टा बालाहरू एकै ठाउँमा रोप्ने गरिन्छ। तर सघनता विधि अपनाउँदा हामीले एउटा मात्रै धानको चाहिँ बिरुवा रोपिन्छ। त्यसले गर्दा 2-3टा बाला बीच प्रतिस्पर्धा नभई धेरै उत्पादन हुने देखिएको छ। त्यसै गरी सिँचाइ गर्दा पनि हामीले सबै जमिनमा सधैँभरि सिँचाइ नगरिकन अल्टरनेट सिँचाइ गर्ने, कहिले पानी लगाउने कहिले नलगाउने गर्नुपर्ने हुन्छ यस सघनता विधिमा, जसले गर्दा पानीको मात्रा पनि कम चाहिने र उत्पादकत्वमा बढी हुने र यसले जलवायु परिवर्तनमा पनि सकारात्मक प्रभाव पारेको चाहिँ तथ्याङ्कबाट देख्न सकिन्छ।